पोखराका सुनिलको 6 महिनाको लामो प्रोसेसपछि हातमा पोल्यान्डको वर्क पर्मिट आयो। परिवारमा खुसीको लहर छायो। सपना थियो टन्न पैसा कमाउने, घर बनाउने, बहिनीलाई राम्रो कलेजमा पढाउने। सुनिल पोल्यान्ड पुगे। पहिलो दिन काममा जाने बेला भयो। सुपरभाइजरले फोनमा एड्रेस पठाएका थिए। उनी ट्रेनमा चढे। भित्र मान्छेहरूको भिड थियो। अचानक फास्ट एसएम इंग्लिशमा अनाउन्समेन्ट आयो। Dear passengers, arrival at Gdansk Glowny station. Please prepare to disembark. सुनिलले केही बुझेनन्। उनले छेउैको मान्छेलाई सोधे, "Excuse me, factory stop, factory stop." त्यो मान्छेले काँध हल्लाएर भन्यो, "You left your stop, now you are 3 kilometers ahead of your stop." उनले आफ्नो स्टप छुटाए। उनी अपरिचित ठाउँमा ओर्लिए। सुनिलको मुटुको धड्कन बढ्यो। उनी चिसोमा काँप्दै थिए। पहिलो दिन नै काममा ढिलो, त्यो दिनको तनाव र असहायपन। सुनिलको कथा सुन्दा तपाईलाई आफ्नै दाजुभाइ साथीभाइको याद आयो होला, किनकि यो कथा एक्लो सुनिलको मात्र होइन। म ग्यारेन्टी दिन्छु तपाईको आफ्नै सर्कलमा पनि कोही न कोही युरोपमा हुनुहुन्छ होला। कोही पोल्यान्डको फ्याक्ट्रीमा, कोही जर्मनीको केयर होममा, भने इटलीको फार्ममा, कोही युकेको रेस्टुरेन्टमा। र उहाँहरूको सबैको एउटै दुःख हुन्छ, भाइ काम त आउँछ, काम पनि गर्न सक्छु, तर इंग्लिशले साह्रै गाह्रो हुँदो रहेछ यहाँ। किनभने युरोपमा सबैभन्दा बढी इंग्लिश नै चाहिन्छ। बस चढ्दा, डाक्टर कहाँ जाँदा, ब्याङ्कमा, सपिङमा, जताततै। सुपरभाइजर पोलिस हुन्छन् तर इंग्लिश बोल्छन्। रुम पार्टनर रोमानियन हुन्छ तर इंग्लिश बोल्छ। डाक्टर इटालियन हुन्छ तर इंग्लिश बोल्छ। अनि हाम्रो दाजुभाइ चाहिँ के गर्छन्? गुगल ट्रान्सलेट चलाउँदै, हात खुट्टाको इसारा देखाउँदै जसो तसो मेसेज गर्छन्। तर यो कहिलेसम्म? सुन्नुहोस्, म तपाईलाई शेक्सपियरको इंग्लिश सिकाउँदिन, म तपाईलाई सर्भाइभल इंग्लिश सिकाउने छु। ती वाक्यहरू जुन तपाईले युरोप पुग्ने बित्तिकै प्रयोग गर्न सक्नुहुन्छ। फ्याक्ट्रीमा, केयर होममा, फार्ममा, बसमा, शपमा, रुममा, सबै ठाउँमा सिम्पल, प्र्याक्टिकल, तुरुन्तै काम लाग्ने इंग्लिश आजको यस क्लासमा सिकाउने छु। यदि तपाई युरोप जाने प्लानमा हुनुहुन्छ वा भर्खरै पुग्नु भएको छ वा त्यही स्ट्रगल गर्दै हुनुहुन्छ भने यो भिडियो सेभ गर्नुहोस्, किनकि यो क्लास तपाईको मार्गदर्शक बन्नेछ। नमस्कार, मेरो नाम सुरज विष्ट। विगत 15 वर्षदेखि लगातार अंग्रेजी सिकाउँदै आएको छु र आज युरोपमा बोलिने स्पेशल इंग्लिशको क्लास लिएर तपाईहरुको माझमा उपस्थित भएको छु। यदि तपाईहरुले अहिलेसम्म पनि यस च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरेर अहिले नै यस भिडियोलाई सेभ गर्नुहोस्, ताकि पछिल्लो बेलामा हामीले कुनै पनि भिडियो अपलोड गर्दै गर्दा खोज्न नपरोस्, तपाईहरुको टाइम लाइनमा यतिकै आओस्। आउनुहोस् सुरु गरौं आजको क्लास। युरोप देशमा नेपालीको भविष्य उज्जवल छ। पोल्यान्डको फ्याक्ट्रीमा कामका लागि वर्क पर्मिट सजिलो छ। औसत तलब लगभग नेपालको 1.5 लाखदेखि 2 लाखसम्म पाउन सक्नुहुन्छ। जर्मनीमा केयर गिभिङको ठूलो माग छ। नर्सिङको सर्टेज नै छ भनौं, र तलब महिनाको लगभग 2,50,000 देखि 3 लाखसम्म पाउन सकिन्छ। इटली स्पेनमा एग्रिकल्चर सिजनमा तपाईको महिनाको तलब करिब 1 लाख देखि 1.5 लाखसम्म कमाइ हुन्छ। तर टाइम म्यानेजमेन्ट र बेसिक इंग्लिश बिना काम गर्न एकदमै गाह्रो पर्छ। युरोपमा वर्क प्लेसमा टाइम म्यानेजमेन्ट सबैभन्दा महत्त्वपूर्ण हुन्छ। 1 मिनेट पनि ढिलो भयो भने वार्निङ आउँछ। सुपरभाइजर मोस्टली लोकल युरोपियन नै हुन्छन्। उनीहरू फास्ट इंग्लिश बोल्छन् र एसेन्ट पनि फरक हुन्छ। हामी नेपालीले बोल्ने अंग्रेजी भन्दा बिल्कुलै फरक हुन्छ। त अब फ्याक्ट्रीमा काम लाग्ने इंग्लिश म तपाईहरुलाई आज यहाँ बताउने छु। यदि तपाईहरुलाई यी वाक्य, यी फ्रेज थाहा छैन भने केही थाहा छैन, बहुत गाह्रो हुनेछ तपाईहरुलाई युरोपमा। र पहिला म तपाईहरुलाई यहाँ यी शब्दहरू देखाउँछु र तपाईहरु इंग्लिशमा यिनीहरूलाई भन्ने प्रयास गर्नु होला। हेरौं तपाईहरुले यी वाक्यहरूलाई कसरी भन्न सक्नु हुँदो रहेछ। सबैभन्दा पहिला हामी कति बजे सुरु गर्छौं? What time do we start? ब्रेकको समय कति लामो छ? How long is the break time? यो मसिन चल्दैन। This machine is not working. मेरो शिफ्ट परिवर्तन गर्नुपर्छ। I need to change shift. के म 10 मिनेट पहिला निस्कन सक्छु? Can I leave 10 minutes earlier? आज मलाई सन्चो छैन। I am not feeling well today. मेरो काम सकियो। I finished my work. टूलबक्स कहाँ छ? Where is the toolbox? मलाई नयाँ पन्जा चाहियो। I need new gloves. मेरो सामान सकियो। My material is finished. यो जाँच गर्दिनुस् न, please check this. यसमा सहयोग चाहियो। I need help with this.
सँगै काम गरौँ, लेट्स वर्क टुगेदर। लन्चको समय कहिले हो, वेन इज लन्च टाइम। छोटो ब्रेक मिल्छ, क्यान आई टेक अ सर्ट ब्रेक। यी त भए तपाईहरूको फ्याक्ट्रीमा काम लाग्ने शब्दहरू। यदि तपाईहरू जर्मनी नेदरल्यान्ड्सको केयर गिभिङमा काम गरिराख्नु भएको छ भने यति शब्द जान्नु भएन भने साह्रै गाह्रो पर्नेछ। हेरौँ तपाईहरूलाई कति शब्द आउँदो रहेछ। के तपाईलाई पानी चाहिन्छ, डु यु वान्ट वाटर। के म तपाईलाई उठाउन मद्दत गर्न सक्छु, लेट मी हेल्प टु सिट अप। औषधि खाने समय कहिले हो, व्हाट टाइम इज मेडिसिन। बिरामीले खाना खानुपर्छ, द पेशेन्ट निड्स टु इट। डाक्टरलाई बोलाउनुहोस्, कल द डाक्टर प्लिज। के तपाईको तकिया मिलाइदिउँ, क्यान आई एडजस्ट योर पिलो। के तपाईलाई शौचालय जानुपर्छ, डु यु निड टु गो टु टोयलेट। हिँड्न जाउँ, लेट्स गो फर अ वक। अब आराम गर्नुहोस्, यु क्यान रेस्ट नाउ। अब इटली, स्पेन, युके, नेदरल्यान्ड्स, न्युजिल्यान्ड जस्ता देशहरूमा यदि एग्रिकल्चर रिलेटेड काम गर्दै हुनुहुन्छ भने तपाईहरूले यस्ता शब्दहरू चाहिँ थाहा पाउनै पर्छ। हेरौँ तपाईहरूले कति शब्दहरू चाहिँ जान्नुहुन्छ है त। एग्रिकल्चर रिलेटेड वर्ड्सहरू। हामीले कहिले अन्न भित्र्याउने, व्हेन डु वी हार्भेस्ट। मलाई पन्जा र जुत्ता चाहियो, आई निड ग्लोभ्स एन्ड बुट्स। यो खेतमा काम सकेको छ, दिस फिल्ड इज डन। के हामी 5 मिनेट आराम गर्न सक्छौँ, क्यान वी रेस्ट फर 5 मिनट्स। मल ल्याऊ, ब्रिङ द फर्टिलाइजर। यो बिरुवा रोप, प्लान्ट द सिडलिङ। यो ठाउँमा पानी देऊ, वाटर दिस एरिया। यी हाँगाहरू काट, कट दिस ब्रान्चेस। युरोपमा वर्क प्लेसमा सधैँ प्लिज, थ्याङ्क यू बोल्नुहोस्, भन्नुहोस्। यसले तपाईलाई रिस्पेक्टफुल देखाउँछ। यदि केही बुझेन भने सरी आई डोन्ट अन्डरस्ट्यान्ड, क्यान यू प्लिज रिपिट। माफ गर्नुहोस् मैले केही बुझेन, फेरि भन्नुहोस् न भनेर भन्न अप्ठ्यारो नमान्नु होला, भन्नु होला। अब सुपरभाइजर काम गर्ने व्यक्तिसँग यदि युरोपमा रिपोर्ट गर्नु पर्यो, कम्प्लेन गर्नु पर्यो भने कसरी गर्ने। युरोपमा सुपरभाइजरसँग बोल्दा नम्र भएर क्लियर रूपमा बोल्नुपर्छ। कुनै कुरा बुझेन भने सोध्न डराउनुहुन्न। सुपरभाइजरसँग बोल्दा तपाईँ तलका फ्रेजहरू प्रयोग गर्न सक्नुहुन्छ। हेरौँ अब तपाईलाई कति फ्रेजहरू आउँदा रहेछ। सर मैले बुझेन, सर आई डिडन्ट अन्डरस्ट्यान्ड। एकपटक देखाइदिनुस् न, क्यान यू शो मी वन्स। सर म भोलि बिदा लिन सक्छु, सर क्यान आई टेक लिभ टुमोरो। सर मेरो ओभरटाइमको पैसा आएको छैन, सर माई ओभरटाइम आवर्स आर मिसिङ। सर मेसिन बिग्रिएको छ, सर द मेसिन इज ब्रोकन। सर मलाई नयाँ औजार चाहियो, सर आई निड न्यू टुल्स। सर बाहिर काम गर्न धेरै जाडो छ, सर इट्स टु कोल्ड टु वर्क आउटसाइड। सर तलब कहिले आउँछ, सर व्हेन इज माई पे डे। सर सहयोगको लागि धन्यवाद, सर थ्याङ्क यू फर योर हेल्प। सर मैले आज चाँडै सिकेँ, सर आई फिनिस्ड माई वर्क अर्ली। सर के म ड्युटीको समय बदल्न सक्छु, सर क्यान आई चेन्ज माई ड्युटी टाइम। युरोपमा नेपालीहरू प्रमुख रूपमा शेयर अपार्टमेन्ट वा डर्मिटरीमा बस्छन्। 2-4 जना एउटै कोठामा हुन्छन्। त्यहाँ विभिन्न देशका मान्छेहरू हुन्छन्, अमेरिकन, मेक्सिकन, चाइनिज, अफ्रिकन आदि। अब उनीहरूसँग सबैसँग मिलेर बस्नुपर्छ र मिलेर बस्दै गर्दाखेरि यी फ्रेजेसहरूले तपाईहरूको जीवन परिवर्तन गर्न सक्छ। जस्तो नमस्ते म तिम्रो नयाँ रुममेट हुँ, हेलो आई एम योर न्यू रुममेट। मेरो कोठा कुन हो, व्हिच इज माइन। तिमी सामान्यतया कति बजे उठ्छौ, व्हाट टाइम डु यु युजुअली वेक अप। के म भान्सा प्रयोग गर्न सक्छु, क्यान आई युज द किचन। भान्सा सफा राख्नुहोस्, प्लिज किप द किचन क्लिन। के हामी भाडा बाँड्न सक्छौँ, क्यान वी स्प्लिट द रेन्ट। 10 बजेदेखि आवाज नबोल्नुहोस्, डोन्ट मेक नोइज आफ्टर 10 PM। तिम्रो चार्जर प्रयोग गर्न मिल्छ, क्यान आई बोरो योर चार्जर। यदि कुनै समस्या आयो तपाईहरूलाई एकोमोडेसनमा, तपाईहरू चाहिँ रुममा भनेपछि तपाईहरूले यसरी रिपोर्ट गर्नुहोला, हिटर चलिरहेको छैन, द हिटर इज नट वर्किङ। तातो पानी छैन, देयर इज नो हट वाटर। झ्याल टुटेको छ, द विन्डो इज ब्रोकन। इन्टरनेट चलिरहेको छैन, द इन्टरनेट इज नट वर्किङ। मालिकलाई बोलाउनुहोस्, क्यान यु कल द ल्यान्डलर्ड। यो समस्या आएको 2 दिन भइसक्यो, दिस प्रब्लम हैज बीन 2 days। युरोपमा कल्चर गल्फ भन्दा बिल्कुल फरक हुन्छ। यी रुल्सहरूलाई फलो गर्नुपर्छ।
पर्सनल स्पेसको रेस्पेक्ट गर्नुहोस्, पब्लिक प्लेसमा शान्त रहनुहोस्, ठुलो आवाज नबोल्नुहोस्, टाइम म्यानेजमेन्ट भनेको समयमा आउनुहोस् र समयमै आफ्नो काम गर्ने प्रयास गर्नुहोस् र त्यहाँ चाहिँ यसरी चाहिँ आफ्नो एउटा राम्रो व्यवहार सो अप गर्नुपर्छ। ढिलो भएकोमा माफ गर्नुहोस्, सरी फर द डिले। मद्दत गर्नु भएकोमा धन्यवाद, थ्याङ्क यू फर योर हेल्प। तपाईलाई अंग्रेजी आउँछ? डु यु स्पिक इंग्लिश? मैले बुझेन, आई डोन्ट अन्डरस्ट्यान्ड। बिस्तारै बोल्नुहोस् न, क्यान यु स्पिक स्लोली? तपाईको दिन शुभ होस्, हैव अ नाइस डे। बिदाई, गुड बाई। सो स्टुडेन्ट्स, युरोपमा यदि जाँदै हुनुहुन्छ या युरोपमै हुनुहुन्छ भने तपाईहरुले गर्नै पर्ने 3 वटा काम म तपाईहरुलाई आज भन्छु, जसले तपाईहरुलाई धेरै बेलामा काम लाग्छ। कन्ट्रीको इमर्जेन्सी नम्बर सेभ गर्नुहोस् आज नै। नेपालको एम्बेसीको नम्बर पनि सेभ गर्नुहोस् र तेस्रो कुरा वर्क परमिटको कपी राख्नुहोस् आफूसँग। आज हामीले के सिक्यौं त स्टुडेन्ट्स? आज हामीले वर्क प्लेस, फ्याक्ट्री, केयर गिभिङ, एग्रिकल्चरमा कसरी इंग्लिश बोल्ने, पब्लिक ट्रान्सपोर्टेसन, बस ट्रेनमा कसरी इंग्लिश बोल्ने, डेली लाइफ इंग्लिशहरु, सुपरमार्केट, बैंक, इमर्जेन्सी इंग्लिश कसरी बोल्ने, यी सबै कुराहरु आजको क्लासमा हामीले कभर गर्यौं। युरोपमा इंग्लिश जान्नु भनेको नै सफल हुनु हो। याद राख्नुहोस्, समयमै आउनुहोस्, पर्सनल स्पेसको रेस्पेक्ट गर्नुहोस्, स्लो क्लियर इंग्लिश बोल्ने प्रयास गर्नुहोस्, कुनै कुरा नबुझे सोध्न नबिर्सनुहोस् या सोध्न नहिचकिचाउनुहोस्। यो बिरानो शहरको चिसोमा अब घरको यादले सताउँछ। आँखा चिम्लेर आमाको मुहार सम्झिनुहोस्, उहाँको आशीर्वाद तपाईसँगै छ। तपाईले बगाएको हरेक थोपा पसिनाले घरको थोत्रो छानो र परिवारको भाग्य बदलिँदैछ। नहार्नुहोस्, किनकि तपाईको जितमै बुढा बुवा आमाको जीवनको अन्तिम खुशी अडिएको छ। तपाईको होमवर्क अहिले नै तपाईहरुले चाहिँ आज यो पुरा क्लास भरिमा सिकेका कम्तीमा 5 वटा फ्रेजहरुलाई तल कमेन्ट बक्समा लेख्नुहोस्। आजको क्लासमा यति नै। अब हामी एशियन कन्ट्रीहरुमा कसरी इंग्लिश बोलिन्छ भनेर हाम्रो डे 5 को भिडियोमा कुराकानी गर्नेछौं। आजको भिडियो निकै स्पेशल बन्यो स्टुडेन्ट्स, र यो क्लास यदि तपाईहरुलाई मन परेको छ भने कृपया यो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, ताकि हामीले अर्को भिडियो लिएर आउँदै गर्दा तपाईको स्क्रिनमा तपाईले युट्युब खोल्दै गर्दाखेरि यसो स्क्रोल गर्दा कहीं कतै हाम्रो भिडियो पनि तपाईको बीचमा आओस् भनेर। यदि तपाईहरुले अहिले सब्स्क्राइब गर्नु भएन भने फेरि पछिल्लो बेलामा सुरज सर भनेर च्यानल खोज्नु पर्छ। त्यस्तो अप्ठ्यारो किन? सब्स्क्राइब गरेर राख्नुहोस्, यस्ता भिडियो पछिल्लो बेलामा पनि तपाईहरुको टाइमलाइनमा आउने नै छन्। त आजको क्लास एकदमै रमाइलो बन्यो। यो भन्दा इन्ट्रेस्टिङ क्लास हाम्रो अर्को हुनेछ र हामी छिट्टै नयाँ भिडियो लिएर तपाईहरुको अगाडि फेरि उपस्थित हुनेछौं। आजको लागि तपाईहरु माझबाट म शिक्षक सुरज विष्ट बिदा माग्न चाहन्छु। हस्, धन्यवाद।